बालेनले बोलेको भयो सत्य साबित, सांसदले नै देखाए प्रमाण, सीमानामा जनता नै आए मिडियामा। हामीले नै मिचेका छौं भनौं यहाँको इन्डियाको जमिन हजुर। ए कसरी 10 गजे हामीले छोडेका छैनौं, 10 गजे हामीले खाएकै छौं। संसदबाटै महाकाली बेच्नेहरू हुन थाले बेचैन। 1 रुपैयाँ भ्रष्टाचार नगर्ने एक्सन स्टार प्रधानमन्त्रीमाथि 35 वर्षदेखि देश लुटेराहरूले गर्न थाले अट्याक। छर्न थाले हुँदै नभएका भ्रम। कालापानी लिपुलेक मात्र नभई ग्रेटर नेपाल नै फिर्ता ल्याउने बालेनको सांकेतिक ट्याक्टिक्स नबुझेकाहरूको भोक निन्द्रा नै भयो गायब। ट्रम्प, नेतान्याहु लगायत विश्वकै शक्तिशाली नेताले पनि देखाउँथे बालेनकै जस्तो हिम्मत। महाकाली सन्धिकै कारण नेपाली भूमि कालापानी लिपुलेक लिम्पियाधुरा विवाद बल्झिएको खुलासा। नेपालको इतिहासमै पहिलो पटक देशको सिमाना र राष्ट्रिय स्वाभिमानको बहसमा एउटा प्रधानमन्त्रीले भारत र बेलायतलाई एकै पटक तानेपछि अहिले काठमाडौँदेखि दिल्लीसम्म भूकम्प गएको छ। यो कुरा हरेक नेपालीले बुझ्नै पर्छ। प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदमा उभिएर स्पष्ट भने, लिपुलेक र लिम्पियाधुराको विवाद नेपाल र भारतको मात्र होइन, यसको समाधानका लागि मध्यस्थकर्ताको रूपमा बेलायत पनि टेबलमा बस्नुपर्छ। हामीले पनि जानी नजानी कतै भारतको जमिन मिचेका छौं, जुन कुरा सत्य भएको 10 गजाका स्थानीय जनताले स्वीकार गरेका छन्। हामीले नै मिचेका छौं भनौं यहाँको इन्डियाको जमिन हजुर। ए कसरी 10 गजे हामीले छोडेका छैनौं, 10 गजे हामीले खाएकै छौं। खुल्ला सीमानाका कारण दुईवटै पक्षबाट अतिक्रमण भएका छन्, जसको फोटो र भिडियो अहिले त्यहीका सांसद बासिन्दा बब्लु गुप्ता लगायतले शेयर गरेका छन्। वर्षौंदेखि विदेशी दूतावासको इशारामा सास फेर्ने र लम्पसार पर्नेहरूलाई बालेनको यो निडर कूटनीतिक ट्याक्टिक्स पसेको छैन। संसदबाट अब पश्चिमबाट घाम उदाउँछ भन्दै जनतालाई झुक्क्याएर महाकाली सन्धि गर्ने र नेपाली भूमि लिम्पियाधुरासम्मलाई समस्यामा पारेकाहरूको बालेनको सुशासनको निशानाले दिमाग हल्लाइदिएको छ। त्यसैले कार्यकालको 2 महिनामै ऐतिहासिक सुधार गरिरहेका प्रधानमन्त्रीमाथि अहिले चौतर्फी हमला र नक्कली भ्रम छर्ने खेल सुरु भएको छ। तथ्य के हो भने 10 गजा क्षेत्रमा अतिक्रमण दुवै तर्फबाट भएको छ। एकातिर भारतीय पक्षले नेपालको पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्म 668 स्थानमा जमिन मिचेर मन्दिर र सार्वजनिक संरचना बनाएको छ भने अर्कोतिर नेपालीले पनि 274 ठाउँमा 10 गजा मिचेर भोग चलन गरिरहेका छन्। सीमाविदहरू यसलाई क्रस होल्डिङ अकुपेसन भन्छन्, तर बालेनले संसदमा यही यथार्थ बोल्दा सुस्तामा भारतीय सेना पस्यो भनेर नियोजित झुट फैलाइयो। ग्राउन्ड जिरोको वास्तविकता के हो भने त्यहाँ नारायणी नदीको तटबन्ध निर्माणका लागि दुवै देशका सुरक्षाकर्मीले संयुक्त स्थलगत निरीक्षण मात्र गरेका थिए। यो विषय किन यति धेरै गम्भीर छ भने यसले नेपालको सार्वभौम सत्ता र हाम्रो कूटनीतिक हैसियतको दिशा तय गर्छ। आजसम्म नेपाली नेताहरूलाई सरेन्डर अर्थात् आत्मसमर्पण मात्र गर्न आउँथ्यो, नेगोसिएसन गर्न आउँदैन थियो। तर अहिलेको नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चमा कसरी आँखा जुदाएर कुरा गर्ने भनेर नयाँ भाष्य निर्माण गर्दैछ। यो हाम्रो हराएका सीमा स्तम्भ, मिचिएका 10 गजा र गुमेको भूमिको दीर्घकालीन समाधानको प्रस्थान बिन्दु हो। तर सबैभन्दा ठूलो प्रश्न के हो भने के बालेनले साँच्चै गल्ती बोलेका हुन् त? यहाँ देखिएको कुरा एउटा छ, तर नदेखिएको पाटो अझ गहिरो छ। बालेनले जानी जानी एउटा चतुर कूटनीतिक पासो फ्याँकेका छन्। जब नेपालले हामीले पनि तिम्रो केही जग्गा भोगेका छौं, आउ टेबलमा बसौं भन्छ, तब भारतलाई होइन हाम्रो मिचिएको छैन भनेर भाग्ने बाटो पूर्ण रूपमा बन्द हुन्छ। यो भारतलाई बाध्य पारेर वार्ताको टेबलमा तान्ने र नेपाली भूमि लिम्पियाधुरासम्मको वास्तविक मुद्दामा घुँडा टेकाउने उच्च तहको ग्यासलाइट डिप्लोमेसी हो। यही रणनीति बुझ्न नसक्नेहरू आज तिललाई पहाड बनाउँदैछन्। हिजो एमसीसीमा सार्वभौम सत्ता बेच्नेहरू आज सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुहुन्न भनेर खोक्दैछन्। संसदीय समितिले केही वर्ष अघि नै 10 गजा खाली गर्न दिएको निर्देशनलाई कागजमै सडाएर राख्ने पुराना दलका नेताहरू आज बालेनको एउटा शब्दमाथि राजनीति गरिरहेका छन्। भनिएको कुरा र भएको व्यवहार बीचको दूरी यहीँबाट सुरु हुन्छ। उनीहरूलाई डर छ
कतै बेलायत साँच्चै यो बहसमा तानियो भने सुगौली सन्धि 1950 को शान्ति सम्झौता र ग्रेटर नेपालको बहसले संसदमा आधिकारिक प्रवेश पाउनेछ। यो नेपालको कूटनीतिक इतिहासकै ठूलो प्रस्थान बिन्दु हो। ट्रम्प वा नेतान्याहु जस्ता शक्तिशाली नेताहरूले विश्व मञ्चमा अपनाउने निडर कूटनीति आज बालेन नेतृत्वमा नेपालले अभ्यास गर्दैछ। बालेनको कदमले पुराना कोणका सबै आत्मसमर्पणवादी बहसलाई खारेज गर्दै नयाँ पुस्ताको अडानलाई स्थापित गरेको छ। यो केवल लिपुलेखको मात्र कुरा होइन, यो नेपालले अब उपरान्त कुनै पनि छिमेकी सामु शिर नझुकाउने स्पष्ट सन्देश हो। 35 वर्षदेखि देशलाई विदेशीको क्रीडास्थल बनाउने र सुकुम्बासीको नाममा भोट बैंकको राजनीति गर्नेहरू आज एउटा युवा प्रधानमन्त्रीको साहस देखेर अत्तालिएका छन्। शब्दमा केही तलमाथि भयो होला, तर आशय र अडानमा नेपालले आज आफ्नो वास्तविक उचाइ नापेको छ। अब निर्णय तपाईको हातमा छ। फेरि तिनै पुरानै लम्पसरवादी भ्रष्टहरूलाई समर्थन गर्ने कि राष्ट्रिय स्वाभिमानको यो नयाँ लडाईँमा सत्यको पक्षमा निर्धक्क उभिने।